म चाहिँ आज बिहान उठेदेखिको बेलुकासम्मको म के गर्नेछु, कहाँ जानेछु तपाईँहरूले देखाउनु चाहिँ मेरो चाहिँ यो डेली रुटिन जस्तै नै हो। डेली काम नै हो मेरो यो चाहिँ। उठ्ने बित्तिकै सुरुमा चाहिँ म ब्रस गर्दै कुखुरालाई दाना पानीहरू दिने गर्छु। अनि कुखुरा धेरै त छैन, 20-25 वटा जति कुखुरा छ। एकै ठाउँमा राख्यो भने चाहिँ एकदमै जुतेर है, लोकल कुखुरा चाहिँ एकदमै जुत्ने के है। त्यहाँबाट चाहिँ मैले 3-4 वटा लाइन गरी राखिदिएको छु, खोर चाहिँ छुट्टै छुट्टै राखिदिएको छु। अनि यहाँ चाहिँ फेरि अस्ति भालेले ठुँगेर खुट्टा भाँचेको कुखुरा छुट्टै राखिदिएको मैले, बिचार ऊ पनि अलिअलि बिसेको हुँदै रहेछ। त्यहाँबाट चाहिँ म मुख धुन लागेँ है साथीहरू। पानी फेरि यस्तो छुनै नसक्ने, लास्टै चिसो यस्तो आमामा, जाडो महिनामा पनि यतिको चिसो लागेको थिएन है साथीहरू मलाई चाहिँ। एकदमै छुनै नसक्ने कि झन् है, चैत महिनामा पनि। अनि फेरि यता गाउँघरको पानीले जति मुख धोए पनि एकदमै चिप्लो भइराख्ने कि है। काठमाडौँतिरको त एकचोटि धुँदामै छोटै हुन्छ। के गर्नु, आफू काठमाडौँतिर बस्नै पाउँदिनँ, के गर्नु है। फ्रेस भएर म चाहिँ बिस्तारहरू मिलाउन लागेँ। अनि म एक्लै भएको बेलामा चाहिँ मेरो रुम चाहिँ अलि सफा नै हुन्छ है साथीहरू। बुढो भएको बेलामा चाहिँ बुढो बिहान ढिलोसम्म सुत्नुहुन्छ। अनि म जाने बेलामा चाहिँ ठाउँहरू यसरी मिलाएर जानै पाउँदैन नि त नि। त्यहाँबाट चाहिँ म चाहिँ कपडा चेन्ज गर्न लागेको है साथीहरू। अनि कपडा चाहिँ दराजभरि छ है, लाउने बेलामा चाहिँ एउटा देख्दिनँ। म जस्तो तपाईँहरू पनि हुनुहुन्छ क्या है। मलाई चाहिँ फेरि यो कपडा कुन लाऊँ, के गरौँ, कस्तो लाऊँ छान्दा छान्दै नै बिहानै जान्छ हो साथीहरू। त्यो लाऊँ भने नहुने, त्यो लाउँ त भने नहुने है। अनि त्यहाँबाट चाहिँ म चाहिँ कफी खाएँ। अनि कफी खाएर चाहिँ म निस्केँ। आजको मौसम चाहिँ फेरि यस्तो पानी पर्ला जस्तो छ है। हिजोतिर पनि पानी परेकै थियो। अनि फेरि जाँदा जाँदा नै माथितिर चाहिँ अलिअलि मौसम खुले रहेछ। अनि भाइ र भान्जा चाहिँ काम गर्दै रहेछ। दुईजनाले चाहिँ पिनेर आएको रहेछ। अनि म चाहिँ ढिलो नै पुगेँ। बाटोतिर यसो साथीहरूसँग गफ गरेर गएको थियो। अनि यत्तिकोहरूले पनि एकदमै अर्किने कि है, एकदमै अर्काउने। अनि त्यहाँबाट चाहिँ म अलि चाँडै नै खाना पकाउनु पर्यो भनेर यता आएको छु कारखाना गोथाममा। अनि यहाँ चाहिँ पिनेर राखेको, अनि योहरू चाहिँ अझै पिन्नुपर्ने नै बाँकी नै छ। अनि यता चाहिँ हामीले खाना पकाउने गर्छौँ। यो चाहिँ किचन हो। कारखानामै हामी दिउँसो दिउँसो चाहिँ कारखानामै खाना पकाएर खान्छौँ है। अनि बच्चाहरूले हेर्नु न, आलुको बोरा पनि त्यतिकै खुल्लै राखिया रहेछ है। अनि त्यहाँबाट चाहिँ म खानासाना खाएर उनीहरूले दिएर म चाहिँ सिलाइमा आएँ। अनि सिलाइमा आएको त है साथीहरू, यता बाटो पनि बनाउँदै रहेछ। अनि पछाडि हाम्रो भान्जी नानी पनि छ सिलाइमा, उनीहरू पनि सिकाउँछ। अनि यता चाहिँ माटोहरू पुर्दै रहेछ, यो खल्डोहरूमा माटो हाल्दै रहेछ। अझै बाटो बनाउने क्रम नै छ, एकदमै जारी नै। अब यो बर्खाको बेलामा झन् यो हिलो भएर कति हिँड्न नसक्ने होला है साथीहरू। यतातिर कोही मेलाबाट आउँदै रहेछ, मलहरू बोक्दै रहेछ। त्यहाँबाट चाहिँ म सिलाइ सुरु गर्न लागेँ। साथीहरू पनि कोही आउनु भएको छ, कोही चाहिँ दिउँसो मात्रै आउनुहुन्छ। 2 ग्रुप छ हाम्रो सिलाइको चाहिँ। अनि आउने बित्तिकै म चाहिँ कटिङहरू गरेर दिएँ उनीहरूलाई चाहिँ। अहिले चाहिँ उनीहरू पनि नयाँ नयाँ नै हो, भर्खर जोइन भएको नयाँ ग्रुपहरू हो। अनि त्यही भएर हामी चाहिँ सुरुदेखि भोटोमै छ अहिले पनि। अस्ति पनि भोटो नै सिलाएको। अनि यो चाहिँ भित्री डबलवाला भोटो हो यो चाहिँ। अनि नानीहरूलाई सिकाउँदैछु। अनि मेरो दिनहरू चाहिँ यसरी नै बितिरहेछ है साथीहरू। तपाईँहरूको चाहिँ कसरी बित्दै हुनुहुन्छ दिनहरू, के काम गरेर। मेरो चाहिँ डेली काम चाहिँ यस्तै नै हुन्छ, बिहान उठेदेखि बेलुकासम्म यही नै हो मेरो डेली रुटिन जस्तै नै। अनि यस्तै रहेको छ है दिनहरू चाहिँ। तर हामी मान्छे चाहिँ एकदमै बिजी भएको चाहिँ एकदमै मलाई चाहिँ एकदमै राम्रो लाग्छ। एक दिन काम नभएर घरमा बस्यो भने चाहिँ के गरौँ, कहाँ जाऊँ, कसरी दिन बित्ने होला जस्तो लाग्छ है मलाई चाहिँ। दिनभरि यसरी काममा बिजी व्यस्त बस्ने बानिलो होला। तर खासै घरमा त बस्नै मन लाग्दैन है। बेलुका फेरि आएपछि चाहिँ यस्तो आनन्द लाग्ने कि आफ्नो घरमा फेरि है सुत्नलाई